बुटल चाहिँ बसाइ छ होइन। यहाँनिर पार्न चाहिँ कहाँ पारिरहेको छ भन्दाखेरि तपाईँको हेर्न सक्नुहुन्छ है, सुदूरपश्चिममा छ। तपाईँ कर्णाली प्रदेशमा गर्नै पर्यो, जानै पर्यो, नो वे। त्यसको लागि अब खुसी भएर जानै पर्छ, मन त बनाउनै पर्यो नि। यताउता धेरै कुराकानी गरियो, सोच लाग्यो। स्वास्थ्य मन्त्रालयदेखि कहाँदेखि कहाँसम्म, पिएदेखि त्यसको डाक्टर सुधा शर्मा गौतमसँग कुरा गरेर पनि यहाँ हुँदैन। अहिले हाम्रो सरकार बनेको छैन, जानु तपाईँहरू मजाले गएर आउनु। त्यसपछि कर्णाली प्रदेशै परेको छ, मलाई पनि अब के गर्ने, जानु पर्यो। नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई आजको मेरो नयाँ भिडियोमा। आजको भिडियोको सुरुवात हुँदैछ काठमाडौँदेखि। म यहाँ दिदीकोमा आएको छु होइन, र आजबाट मैले चाहिँ भ्लगिङ फेरि सुरु गर्ने चाहिँ प्लान बनाएको छु। अनि साथीहरू, म यहाँ काठमाडौँ आउनुको रिजन के छ भन्दाखेरि म बन्डिङको प्रोसेसमा छु है त। मैले चाहिँ फार्मासिस्ट पढेको र म रजिस्टर्ड फार्मासिस्ट भइसकेकोले र सरकार फ्रीमा स्कलरसिपमा पढेको हुनाले म चाहिँ सरकारी काम चाहिँ सरकारले पठाएअनुसार चाहिँ गर्नुपर्ने हुन्छ। त्यसैको लागि आएको छु। आशा गर्छु कि मेरो चाहिँ प्रदेश नम्बर 5मा परोस् भन्ने साथमा म आएको छु। प्रदेश नम्बर 5मा भरेको थिएँ। धेरैजना साथीहरूले भन्छन् प्रदेश नम्बर 6मा गएको छन् भनेर। म सायद नपरौँ होइन, अब परिहाल्यो भने चाहिँ अब के गर्न सकिन्छ। त्यही पनि सकेसम्म आफ्नै प्रदेशमा छ कि भन्ने आशाका साथ आफ्नो ठाउँमा गइन्छ। र मैले चाहिँ खाना खाइसकेँ होइन। यहाँ दिदीले चाहिँ खाँदै हुनुहुन्छ। म पनि यहाँबाट निस्किन्छु। अब यहाँबाट म जाने भनेको सिधै टेकु जान्छु होइन। यहाँबाट जाँदाखेरि चाहिँ अब याङ्गो या इन्ड्राइभ जुन सस्तो हुन्छ त्यो गरेर जान्छु। याङ्गो गरेको खै ड्राइभर आउने जस्तो छटकट छैन। यहाँनिर चोकमा आएर चाहिँ होइन गाडी चाहिँ आउँदैछ। आउनुभयो, अब चाहिँ हामी निस्किन्छौँ है त। फाइनली म चाहिँ होइन यहाँनिर हाम्रो स्वास्थ्य सेवा विभागमा चाहिँ आइसकेको छु। अब चाहिँ यहाँनिरबाट हामीले चाहिँ हाम्रो अमित साथी कहाँ छन्, हामीले हाम्रो अमित साथीलाई चाहिँ खोज्नुपर्ने हुन्छ होइन। अनि यसपछि त्यहाँनिर लेटर ल्याइन्छ। अनि लेटर लिएपछि अब हेरिन्छ कस्तो छ, कहाँ परिएको छ भन्ने मेन कुरा चाहिँ होइन। फर्स्टमा हाम्रो बोर्डिङको प्रोसेस हुने भनेको यही हो, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग टेकु काठमाडौँ है। यहाँतिर हामीले फोरेको यो फर्म चाहिँ अब यसरी दिँदै हुनुहुन्छ। अब यो चाहिँ हामीले तल गएर दर्ता शाखामा गएर देखाउनुपर्छ। अनि हाम्रो चिठी चाहिँ कहाँ काटिएको छ थाहा हुन्छ है त। यहाँनिर अब होइन हाम्रो यो चिठी लिन चाहिँ बसिरहेको छौँ। यो सबै चाहिँ यहाँ कुरिरहेको भिडियो है त साथीहरू, यहाँ हेर्न सक्नुहुन्छ। सबैजना चाहिँ होइन यहाँ कोही चाहिँ तपाईँको यो फर्म भर्ने काम चाहिँ चलिरहेको छ र दर्तामा बुझाउने काम चलिरहेको छ भने कसैको चाहिँ यहाँनिर साइन गर्ने काम चाहिँ चलिरहेको छ है त। ल साथीहरू, दुःख लाग्दो कुरो के भनौँ होइन, अब घरबाट टाढा हुने लेखा रहेछ। यत्रो बेर धाइयो, जे गर्नु छ गर्यो। लास्टमा पर्ने बेलामा यहाँनिर कर्णाली प्रदेशै परेको छ, मलाई पनि अब के गर्ने, जानु पर्यो। अस्ति आएको साथीहरू चाहिँ गएको छ। अब उनीहरूलाई चाहिँ फोन हान्छु प्रोसेस के छ, अनि म जानुपर्ने छ भने हामी आज चाहिँ कर्णालीको लागि निस्किन्छु। नत्र भने अब यतैबाट फोनको माध्यमबाट प्रोसेस मिलाउँछु है त। र एकजना साथी होइन जो चाहिँ पोखरा युनिभर्सिटीमा पढ्नु भएको थियो, उहाँको पनि अलिकति तपाईँ कुन प्रदेश थियो अरे? म सुदूरपश्चिम प्रदेश। बसाइ चाहिँ कहाँ अरे? बुटल। बुटल चाहिँ बसाइ छ होइन। यहाँनिर पार्न चाहिँ कहाँ पारिरहेको छ भन्दाखेरि तपाईँको हेर्न सक्नुहुन्छ है, सुदूरपश्चिममा छ। त्यसै गरेर मेरो पनि अब के गर्नु होइन, कैलालीमा छ। अब कैलालीमा गएर अब कहाँ जाने हो थाहा छैन। अब हेरौँ, प्रयास छ, जारी छ कि केही गर्न सकियो भने, सकिएन भने उतै गइन्छ है त। के छ तिम्रो चाहिँ, कहाँनिर पऱ्यो तिमी? कोशी प्रदेशमा भन्ने कुरो छ। म चाहिँ कहाँ परेछु त न, म चाहिँ कर्णाली परेर चाहिँ। अब हाम्रो साथी पनि होइन कर्णाली जाँदैछन्। यसमा चाहिँ तिम्रो ओपिनियन के छ? त्यही ओपिनियन भनिसकेँ मैले। अब त्यही तपाईँ कर्णाली प्रदेशमा गर्नै पर्यो, जानै पर्यो, नो वे। त्यसको लागि अब खुसी भएर जानै पर्छ, मन त बनाउनै पर्यो नि। यताउता धेरै कुराकानी गरियो, सोच लाग्यो। स्वास्थ्य मन्त्रालयदेखि कहाँदेखि कहाँसम्म, पिएदेखि त्यसको डाक्टर सुधा शर्मा गौतमसँग कुरा गरेर पनि यहाँ हुँदैन। अहिले हाम्रो सरकार बनेको छैन, जानु तपाईँहरू मजाले गएर आउनु। त्यसपछि 3 महिनापछि हामी गरौँला भन्ने कुराहरू यही सबै भयो। चुप्लाएर हामी पनि निस्कौँ, अनि उता पनि एक्सप्लोर गरौँ न त, नयाँ नयाँ कुराहरू, नयाँ नयाँ मान्छेसँग भेटौँ न त, कस्तो रहेछ। अनि त्यहाँको स्याउ खाएर आऊ न त, कस्तो मजाको स्याउ छ क्या। जाम साथीहरू। अब चाहिँ हामी यहाँबाट नेपाल फार्मेसी काउन्सिल जान्छौँ है त। नेपाल फार्मेसी काउन्सिल एउटा चाहिँ काउन्सिलमा बुझाउनु पर्ने रहेछ। एउटा चाहिँ काउन्सिलमा बुझाउने, एउटा आफूले राख्ने, अनि एउटा चाहिँ उहाँनिर प्रदेश नम्बर 6मा स्वास्थ्य हेडक्वार्टर सुर्खेतमा गएर दिने छ। फार्मेसी काउन्सिलको लागि फेरि हाम्रो यङ्गो सुरु हुँदैछ। मेरो चाहिँ 42 रुपियाँ आयो भने उसको चाहिँ 50 रुपियाँ आयो। मलाई हल्का डिस्काउन्ट दिएको छ। फार्मेसी काउन्सिलमा जान्छौँ अनि एउटा नियुक्ति पत्र हामी त्यहाँ सब्मिट गर्छौँ। उहाँनिर हुनुहुन्छ। मेरो राइट चाहिँ आइसक्यो भने अमित, तिमी अब एकछिन ढिला आऊ ल।
हुन्छ म जाँदै गर्छु ओके ओके साथीहरू म चाहिँ नेपाल फार्मेसी परिषदमा चाहिँ आइसक्यो है त साथी चाहिँ बल्ल आउँदैछन् अब चाहिँ पत्र बुझाउने है त आइसक्यो हामी चाहिँ साथीहरू हाम्रो यहाँनिर फार्मेसी काउन्सिलमा चाहिँ काम सकिसक्यो भने अब हामी चाहिँ अहिले चाहिँ डिसिजन गरेको छौँ कि हामी आफ्नो आफ्नो रुम जान्छौँ त्यहाँबाट चाहिँ अब बस पार्कको लागि चाहिँ निस्किन्छौँ होइन बस पार्कको लागि निस्किने अब हामी यहाँबाट यहाँ काम सकाएर बस पार्क जाने अनि बस पार्कबाट सुर्खेत स्विङ ल साथीहरू बाई ल साथीहरू हामी चाहिँ फाइनल्ली होइन यहाँनिर बसमा बसिसक्यौँ यहाँनिर चाहिँ एउटा खतरनाक इन्सिडेन्ट भयो के भयो भन्नु त भन्दाखेरि हाम्रो हुन चाहिँ बस यहाँबाट सुर्खेतसम्म 2700 हो तर हामीले चाहिँ 1700मै लग्न हाम्रो यसो लकी नै भयो भनौँ 1700मै खाना खुवाएर र सुर्खेतसम्म पुगाउने जिम्मा हाम्रो चाहिँ मालिक साहबले लिनुभयो यहाँको गुरुजीले भनौँ न बसको गुरुजीले अब त्यसो एउटा त्यो लकी नै भनौँ उता गए हाम्रो एउटा अनलकी भयो नि पुरुष नम्बर 5 बाट सुर्खेत पुग्यौँ एउटा यो लकी भयो त्यसैले खुसी मारेर जाऊ होइन यो कुरालाई लक्की लिनु भन्दा पनि सबभन्दा अनलक्की कुरा भनेको कर्णाली जानु पर्दैछ अनि अब यहाँबाट पुगिन्छ होइन कोलपुर पुगिन्छ हामी यही बसमा त्यसपछि त्यहाँभन्दा उता चाहिँ हामी टिभीमा जान्छौँ है त हामी आएको बस चाहिँ रुद्राक्ष एसी है हामी चाहिँ यहाँनिर खाजा खाने ठाउँमा आएको छौँ होइन तर हामी चाहिँ केही खाँदैनौँ सायद चटपटी खान्छौँ होला यहाँ देख्नु सक्नुहुन्छ यो भयो होइन यो एरिया भयो यहाँनिर हाम्रो चाहिँ बस त्यहाँ छ अमित ब्रो चटपटी खाने हो चटपटी खाने ल जाउँ ल साथीहरू हाम्रो चटपटी चाहिँ रेडी भइसक्यो ल अमित टेस्ट गरेर भन त कस्तो भयो दामी छ गजब ल अब चाहिँ म खान्छु ल हल्का नुन चर्को भयो क्या नुन हल्का होइन धेरै चर्को भयो सर्को छ नि एकदमै टर्को नुन चर्को भयो धेरै तिमीलाई यो सर्को चाहिँ कसरी दिनु लाग्यो हो अघि दामी छ भन्दै थियो त मुखमा हालेको थिएँ टेस्ट लिँदै गयो चर्को भयो यार ल साथीहरू अब चटपटी सक्छौ होइन अनि यहाँ बस पनि यहाँ के भयो क्या हो टायर पङ्चर भयो अब चाहिँ झन् लेट गाडी पङ्चर भएर वहाँनिर बनाउन गइरह बस बन्न जाने कुर्ने चटपटी खाने यही नै हो साथीहरू यहाँनिर आइयो बसको कन्डिसन हेर्न सक्नुहुन्छ यस्तो छ टायर बनाउने काम चल्दैछ होइन के गर्ने ढिला भएको बेलामा ढिला हुने भयो कसम चाहिँ तातो छ यार यहाँबाट यति गएको छ न्यू टिपको टेस्टिङ फाइनली बनेर सकियो साथीहरू यहाँनिर अब ल अब यहाँनिर हाम्रो चाहिँ होइन गाना बजाएर नाच्ने पनि चल्दैछ है नाच्ने टोली चाहिँ सबै यहाँ साउजीले सम्झाउँदै हुन्छ सिटमा नउफ्रिनु भनेर चाहिँ ल साथीहरू जाममा परियो अब कति टाइम लाग्ने हो अब बिस्तारै हाम्रो जाम चाहिँ खुल्दैछ हामी चाहिँ जाँदैछौँ बिस्तारै आउनु परिरहेको छ साथीहरू फाइनल्ली लगभग 15-20 मिनटपछि फेरि जाम खुलेको छ हाम्रो चाहिँ यहाँनिर ल साथीहरू जस्ट भर्खरै हामी चाहिँ खाना आइसकेका छौँ होइन यहाँनिर छ गाडी कटेर यो भयो यहाँनिर छ अब चाहिँ गइन्छ अब खाना खाइन्छ है त यो हाम्रो साउजीले चाहिँ होइन आफूले भनेको चाहिँ पुरा गर्नुभयो यहाँनिर खाना छ चिकनसँगको दोस्रो त खाना सुरु पनि गरिसक्यो अब म पनि सुरु गर्छु है त ल चाहिँ हामी यहाँबाट चाहिँ निस्किन लाग्यो ल होटलबाट साउजीले आज हामीलाई चाहिँ खाना आउनु भयो त्यसको लागि धेरै धन्यवाद छ साउजी त्यो हाम्रो साउजीको यदि बसबाट कोही ट्राभल गर्न चाहनुहुन्छ भने होइन
यहाँनिर मैले नम्बर देखाइदिएको छु यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ तर सिधै तपाईँहरूले चाहिँ उहाँलाई कन्ट्याक्ट गर्नुहुन्छ है यो नम्बर कल हानेपछि तर उहाँ चाहिँ डेली एक दिन बिराएर चाहिँ काठमाडौँ अपडाउन गर्नुहुन्छ पश्चिमदेखि है त ल साथीहरू तपाईँहरूको लागि इजी सहज र सजिलो तरिकाले उहाँ एकदम लोयल हुन्छ सही हुनुहुन्छ हामीलाई चाहिँ उहाँको हेबिट चाहिँ मन पऱ्यो तपाईँहरूले पनि एकचोटि सेवा लिएर हेर्न सक्नुहुन्छ है डान्सिङ ग्याङ चाहिँ जाँदै बाई बाई